हेलो गाइस, आज चाहिँ हाम्रो फ्राइडे अनि आज हाम्रो छुट्टी थियो अनि आज चाहिँ नानीलाई स्कुलबाट ल्याएर वाटरमेलन खुवाएर अनि हामी चाहिँ आज चटपटे र पानीपुरी घरमै बनाएर खाने भनेर अनि म चाहिँ सुरुमा मेरो बगैँचामा गएँ अनि मेरो बगैँचा चाहिँ यस्तै हो है गाइस। मैले आफैले बनाएको बगैँचा करेसाबारी। यो चाहिँ मेरो धनियाहरू हो अनि यो चाइनिज साग उम्रिँदैछ अनि यो मर्नै लागेको थोरै अनि ड्राइगन फ्रुट र अनि लसुनको बोट पनि छ। मैले सुरुमा मिक्सर रेडी गरेँ यो पानीपुरीको लागि है। अनि थोरै धनिया अनि भुटेको खुर्सानी अनि सँगसँगै हरियो खुर्सानी पनि हालिदिएँ। मिठो हुन्छ स्वाद अनि नुन स्वादअनुसारको नुन है यो चाहिँ। अनि मैले आफ्नै हातले बनाएको मसला अनि पानीपुरी मैले आफैले पोलेको है, बनाएको है। यो चाहिँ म आफैले फुरेको है, दामी मिठो देखाएको थियो है। अनि यता चाहिँ चटपटेको लागि रेडी गरेँ मैले भुजिया अनि सँगसँगै प्याजहरू सबै कुरा चाउचाउ अनि भुटेको खुर्सानी पिनेको एकदम मिठो। यही हो अनमोल भन्ने चाहिँ पानीपुरी। अनि सँगसँगै लास्टमा पानीपुरीको लागि थोरै लेमन निचोरेर हालेको है मैले, पुदिना थिएन। अनि त्यसपछि प्रशंसाको पापाले ब्लेन्ड गर्नुभयो अनि यहाँ चाहिँ चटपटेको लागि अलमोस्ट रेडी भइसकेको थियो सबै कुरा, मसला चटपटे मसला अनि सँगसँगै मैले सबै कुरा आलुहरू अनि चना केराउहरू सबै हालेर लास्टमा अनि थोरै भुटेको भटमास अनि यो चाहिँ आलु रेडी गरेको है मैले, थोरै प्याज हालेर यो चाहिँ पानीपुरीको लागि है। अनि लास्टमा त्यो धनिया हाल्न बिर्सेको थिएँ कि अनि लास्टमा काटेर हालेँ। ल है गाइस, फाइनली हाम्रो चाहिँ खाजा रेडी भइसकेको छ। आज चाहिँ घरमा बसेर अनि मम्मीहरूसँग टाइम स्पेन्ड गर्ने मौका पायो किनभने आज चाहिँ होलिडे हो, छुट्टी थियो हाम्रो। मजा आयो। आमा नातिनी चाहिँ खुब खुसी हुँदै बसेको, एक्साइटेड भएर खानुलाई चटपटे घरमै बनाएको चटपटे प्रायः हामी बाहिरतिर खाइरहेको हुन्छ। अनि आज चाहिँ हामी छुट्टी भएको भएर घरमै आफैले हेल्दी आफ्नै हातले सबै आलुदेखि मसला अनि अघि नै देख्नुभयो धनिया सबै कुरा चाहिँ प्रायः अर्ग्यानिकै है। हामी आफैले रोपेको आफैले बनाएको, त्यसैले मिठो थियो है गाइज। तपाईँहरू पनि फ्री टाइममा यसरी खानुहोला परिवारसँग। आमाले पनि स्वाद लिएर खाँदै हुनुहुन्छ अनि यता छोरा चाहिँले पनि स्वाद लिएर खाँदैछ है। अनि छोरी चाहिँ मजाले नाच्दै खाइरहेको थियो है। मजा आयो आजको दिनमा, होलिडे है हाम्रो, आज फ्राइडे भएको भएर। अनि सित्यो आज चाहिँ यति नै हो, रमाइलो भयो, खुसी भयो। बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ।